लोकेसनमा हुनुहुन्छ। हुन्छ म आइपुग्न लागेको छु। हस् म आइपुगेको थिएँ ठ्याक्कै हेल्पिङ अगाडि आइसकेको थिएँ ठ्याक्कै। हुन्छ हस् यो उसतिर जाने होइन त पर बस्नुहोस् बस्नु 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 यता त्यो कलरमा चाहिँ यसमा त निस थाकेको नै छ। हुन्छ खोला जाँदा ठिक होला कि हामी खोलैबाट थेरापी भनेको चाहिँ के हो? सबै थेरापी भनेको सुन्छु। मेसिन लगाएर सेकिदिन्छ। अनि किन्नु लाउँछ होला फेरि आफैलाई। आफैलाई पनि किन्नु लाउँछ होला पछि। अनि पछि पैसा मन लाग्ने किन्छ, मन लाग्दैन किन त भन्दैन। अनि पछि एक्सर्साइज सिकाउँछ, डेली घरमा गर्नुपर्छ। त्यता थेरापीमा जाने भनेर मान्छेहरू मैले थुप्रो बोकेँ बोक्नु चाहिँ रेगुलर गरेको भयो हुनुहुन्थ्यो। 1-2 महिना गऱ्यो फेरि अल्छी लाग्यो छोड्यो। फेरि स्टेप बिग्रिन्छ फेरि सिक्न आउनुपर्ने हुन्छ। जे रोक्नु पर्दा पनि थेरापी पनि छ अहिले फेरि। अब अलिक पछि नयाँ ल्याउलान्। अब पहिला एक्सरे र भिडियो एक्सरे भन्दा केही थिएन। अहिले पैसा भयो भने एकैछिनमा पैसा पनि एकैछिन उठ्ने। 11,000 कति उठ्छ एकैछिनमा। मैले चाहिँ 11,000मा गरेको थिएँ। त्यही टाउको मात्रै गर्दाखेरि मेरो 11,000 कति लिएको थियो एमआरआईको कि के को भने एमआरआईको भनेर उसमा एक्सिडेन्ट हुँदाखेरि मेरो म चाहिँ केही भएको छैन भन्ने जबरजस्ती लगेर हस्पिटल छिराइदिएँ नि। त्यही अर्को स्कुटरमा एक्सिडेन्ट गरेको थिएँ म। स्कुटरै अनि मान्छे बाँच्दैन भन्दै थियो नि, त्यही भएर लगेर मलाई हतार हाल्यो नि आफन्तले। पहिला अर्को योभन्दा 3-4 वर्ष अगाडि होला। साथीको सँगले त के हुन्छ नि। ऊ यस्तै खालको स्कुटर भएको थियो मेरो। झारखण्डे साथी भएपछि त नि कति 24 घन्टामा 80,000 स्वभाव हो। 24 घन्टा भन्दा नि
अब एमआरआई यताउति गरेर 40-50 हजार खर्च भयो हस्पिटलको अनि राख्यो होला हजुर कति दिन राख्यो होला हस्पिटल त 24 घन्टा मात्रै बसेँ ए हो मेरो खुट्टा टेक्नु नहुने थियो त्यसपछि टाउको माथि चाहिँ हेलमेट सियाले काटेको क्या त्यो परेलामा म केही भएको छैन भन्ने जबरजस्ती ल्याएर त्यही खुट्टा चाहिँ टेक्नु नहुने भएको थियो त्यो चाबीको भाग आएर ठोकेर क्या ह्यान्डलले सिटमा आएको अनि त्यो पनि म एक्लै थिएँ त्यहाँदेखि मैले जाँड रक्सी भन्ने चिज पनि छोडिदिएँ साथीको सङ्गतले त के हुन्छ खास गरी म पहिला नखाने थिएँ क्या नखाने भन्दा घरतिर चाहिँ खान्थेँ घरमै चाहिँ अनि एक दिन घुम्न गएपछि अलिकति खाइदिएको त्यहाँदेखि साथी थाहा पाएर त्यही पठाउ गर्दा गर्दै 3 जना भएको साथी फेरि खानै नहुँदै होइन परिवारले खानै पर्छ होइन म त त्यहाँदेखि चाहिँ प्रायः उनी गर्थेँ छोड्नु भयो मलाई फेरि त यस्तो हो खाएपछि एक दिन मात्ने गरी खायो भने खाएँ फेरि भोलिपल्ट मलाई त ऊ लाग्दैन क्या त्यो वास्ता नहुने पहिला चाहिँ अब भोलिपल्ट नै चाहिने हुन्छ नि त अनि नानीको पनि हुन्छ त्यहाँदेखि त्यहाँदेखि म त उनी छोड्थेँ सर्लाकै नै खायो भने यता जाने हो खायो भने अहिले त रेडबुलहरू त्यो चिसोहरू मात्रै हो नभए मेरो त परेन 4 दिन चाहिँ टेक्नु भएन यो चाबीको भाग आएर ठोक्यो हो मेरो त यो चाबीको भाग हुँदैन रहेछ त्यो एउटै सिटमा आएको अनि